है। गेम्बा भनेको चाहिँ काम गर्ने ठाउँले चाहिँ हामी के भन्छ गेम्बा भन्छ है। गेम्बा खेन्सेचु कौजी भन्छ। खेन्सेचु कौजी भनेको चाहिँ तपाईँको काम गर्ने के खेन्सेचु कन्स्ट्रक्सन, कौजी भनेको काम, कन्स्ट्रक्सन कामलाई खेन्सेचु कौजी भनौँ। कौते भन्छ। कौते भनेको प्रक्रिया है। यसको प्रक्रिया कस्तो छ? खेन्सेचु कौजिनो कौते वा दौदेशका भन्छ। यसको कार्यतरिकाहरू प्रक्रियाहरू सँग रिलेटेड कुरा बुझ्नु पर्यो। र त्यसपछि सेकुस्यु भन्छ। सेकुस्यु भनेको चाहिँ पेसाको प्रकार। तपाईँको कन्स्ट्रक्सनमा विभिन्न किसिमका कामहरू होला नि होइन, त्यो विभिन्न किसिमको कामको प्रकारलाई हामी के भनौँ? सेकुस्यु भनौँ। कौजी गेउसिया भन्छ। कौजी भनेको कन्स्ट्रक्सन, गेउसिया भनेको कन्स्ट्रक्सन कम्पनी भनौँ, कन्स्ट्रक्सन गर्ने काम। कौजी गेउसिया अथवा निर्माण व्यवसायलाई कौजी गेउसिया भन्छ है। र जेनिकोन, जेनिकोन भनेको जेनरल कन्ट्र्याक्टरलाई जेनिकोन भन्ने सिङ्गल शब्द हुन्छ, एकदम एक्जाममा आउने शब्द हो जेनिकोन। मुख्य ठेकदारलाई हामी जेनिकोन भन्छौँ। र उखेओ, उखेओ भनेको चाहिँ जुन कन्ट्र्याक्टरले ठेक्का लिन्छ नि त होइन, ठेक्का पार्नु, ठेक्का लिनुलाई हामी के भन्छ? उखेओ भन्छौँ है। सेन्मन कौजी, सेन्मन भनेको विशेषज्ञ, कौजी भने काम, विशेषज्ञले काम गर्ने काम, विशेष निर्माण कार्यलाई हामी सेन्मन कौजी भन्छौँ है। स्पेसिफिक काम जसमा स्किल चाहिन्छ होइन, त्यसलाई सेन्मन कौजी भनौँ। गेम्बा खान्तोकु, गेम्बा भनेको काम, खान्तोकु भनेको सुपरभाइज गर्नु, गेम्बा खान्तोकु भनेर बुझौँ। र सेकुग्यो भनेको तपाईँको काम पेसा सेकुग्यो। र गिनौसिया, गिनौसिया भनेको चाहिँ दक्ष कामदार, गिनौ है, गिनौ भएका अथवा सिप भएका व्यक्तिलाई गिनौसिया भन्छौँ। र खेन्सेचु गेम्बा भनेको अहिले आइसकेको शब्द, काम गर्ने क्षेत्रलाई, निर्माण स्थललाई हामी भन्छ खेन्सेचु गेम्बा भनेर बुझौँ। टोटल अहिले 12वटा शब्द आए। यी शब्द चाहिँ एकछिन रिलेटेड गर्दै यो च्याप्टरमा पढौँ है। यो च्याप्टरमा के छ त भन्दाखेरि दाइस्यो है। दाइस्योमा चाहिँ हाम्रो के भयो त भन्दाखेरि निहोन्नो गेम्बा दे ताइसेचुनु सितेइरु कोतो। जापानको कन्स्ट्रक्सन, गेम्बा भनेको काम हुने क्षेत्रलाई गेम्बा हुने होइन, जापानको काम हुने क्षेत्रमा हुने महत्त्वपूर्ण कुराहरू के महत्त्वपूर्ण हुन्छन् त भन्दाखेरि नम्बर 1 टिमवर्कको है। टिमवर्क चाहिँ हाम्रो के हुन्छ? इम्पोर्टेन्ट रहन्छ भन्छ है। खेन्सेचु कौजी देवा खान्से सुरुमा दिने भनेको कन्स्ट्रक्सनको काम चाहिँ खान्से भने कम्प्लिट हुन्जेलसम्म ताकुसान्नो कौतेगा हारिमास, विभिन्न प्रक्रियाहरू छन् अरे के है। एउटा कन्स्ट्रक्सन काम प्रक्रिया हुन्जेलसम्म के हुन्छ? विभिन्न के हुन्छ? कौतेगा हारिमास। सामाजामाना सेकुस्यु नो सेन्मन कौजी गेउसिया भनेको विभिन्न किसिमका सेकुस्यु हुने शब्द अहिले मैले टिपेको थिएँ, विभिन्न कामको भेराइटीको विशेषज्ञले गर्ने कामहरू हुन्छन् अरे है। विभिन्न विशेषज्ञ काम, विशेषज्ञ भनौँ होइन, सेन्मन जिगेउसियागा जेनेकोनकारा भनेको, जेनेकोन भनेको मुख्य ठेकदार, मुख्य ठेकदारबाट सिगोतो उखेओत्ते भनेको तिनीहरूबाट सिगोतो काम पाएर, तिनीहरूबाट मुख्य कन्ट्र्याक्टरबाट काम ठेक्का लिएर कौजियो सुसिम भनेको कन्स्ट्रक्सन काम चाहिँ कन्टिन्यू गर्छन्। र चुगिनो कौतेनी चुनागेत्ते इकिमास भनेको नेक्स्ट प्रक्रियामा चाहिँ कनेक्सन हुँदै जान्छ अरे के। नागारे योको कौजियो सुसुमेरु निवा भनेको राम्रोसँगले कन्स्ट्रक्सन काम चाहिँ कन्टिन्यू गर्नलाई सेन्मन कौजी गेउसिया खान नो, योबाट बन्ने हो। सेन्मन कौजी गेउसिया खान भनेको, सेन्मन भनेको विशेषज्ञ कन्स्ट्रक्सनको काम गर्ने व्यक्तिको भित्रमा के हुनुपर्छ? टिमवर्क चाहिँ आवश्यक पर्छ है। कौजी वा गेम्बा खान्तोको तो उची आवश्यक सिनगारा भनेको कन्स्ट्रक्सन काम चाहिँ गेम्बा खान्तोको, गेम्बा खान्तोको भने गेम्बा भने काम गर्ने, खान्तोको भने सुपरभाइजर है, सुपरभाइजर भन्नु होइन हो। कन्स्ट्रक्सनको सुपरभाइजरसँग चाहिँ उची आवासीय सिनगारा भने कन्ट्याक्ट गर्दै सेकुचेउगा गिनौस्यानी सिजियो दासिमास, सेकुचेउ भनेको कामको मुख्य हेडले कसलाई? गिनौसिया, गिनौसिया भने स्किल भएका व्यक्तिहरू, तल्लो तहको व्यक्तिलाई के गर्छ त भन्दाखेरि सिजियो दासिमास इन्स्ट्रक्सन दिन्छ अरे। खेन्सेचु गेम्बा देवा सेम्पाइनो गिनौसियागा खेकेन्नो सुकुनाइ कोवाए, कन्स्ट्रक्सनको काममा चाहिँ सेम्पाइनो गिनौसिया भने सेम्पाइनो सिनियर, सिनियरको स्किल भएको व्यक्तिले चाहिँ खेकेन्नो सुकुनाइ कोवाए भनेको अनुभव कम भएको, कोवाए भनेको जुनियर व्यक्ति, जुनियर व्यक्तिको गिनौसिया, जुनियर व्यक्तिको स्किल भएको व्यक्तिलाई के गर्छ? आदवाइसो सिनागारा एडभाइस गर्दै कौजियो सुसुमेत्ते इमास कन्स्ट्रक्सन काम चाहिँ गरिरहेको हुन्छ भन्छ है। हो यो के भयो त भन्दाखेरि टिमवर्क हो। टिमवर्कबाट एउटा क्वेसन कम्पलसरी आउँछ, के आउँछ त भन्दा मैले जुन अन्डरलाइन लगाएको जुन यो भाग छ, सेन्मन कौजी गेउसिया खान नो टिमवर्क वा ताइसे भनेको
विशेषज्ञको काम विशेषज्ञ जुन कामदार हुन्छन् ती कामदारहरू बीचको के हुन्छ टिमवर्क नै त्यो त एउटा महत्त्वपूर्ण हो भन्ने शब्दले बुझ्नु पर्यो है। यसमा लागेका शब्दहरू चाहिँ सेकुस्यु भन्ने शब्द के आयो के बुझ्नुभयो सेकुस्यु भन्ने कामको पेशा कामको भेराइटी भन्नु हैन कामको भेराइटी हैन सेकुस्यु। जेनेकोन भनेको के बुझ्नुभयो जेनेकोन भनेको मेन ठेकदार जेनरल कन्ट्र्याक्टर भनौँ हैन। जेनेरल अनि सिकोतो उखे औ सिकोतो उखे आइमस त्यो जेनेकोनबाट के गर्नु पर्यो काम लिने ठेक्का लिने ठेक्का लिने भयो त हैन हो। ठेक्का लिइसकेपछि यिनीहरूको बीचको के हुने भयो टिमवर्क नै के हो इम्पोर्टेन्ट रहन्छ हैन हो। गेममा भने हामीले के बुझ्यौँ निर्माण स्थल। अनि खान्तोकु भने के बुझ्यौँ त खान्तोकु भने सुपरभाइजर सुपरभाइजरसँग उची आवश्यक सुपरभाइजरसँग हामी के भन्छ कन्सल्ट गर्दैन हैन किन सुपरभाइजर त मेन होला नि त हैन भयो भएन होला नि त हैन। सुपरभाइजर कन्सल्ट गर्दैन हामीले के गर्छौँ कामको हेडले गिनौसियाले के गर्छ अर्डर दिन्छ। भनेपछि यहाँ कुरा आयो कि सेकुच्योले के गर्छ त भन्दा सेकुच्यो काम के हो त भन्दा गिनौसियालाई इन्स्ट्रक्सन दिने काम गर्ने है। र अनि गिनौसिया पनि दुई प्रकार हुने छन् एउटा चाहिँ सेम्पाई गिनौसिया हुने भयो एउटा चाहिँ कोहाई गिनौसिया हुने भयो। सेम्पाई गिनौसियाले के गर्ने भयो त भन्दाखेरि कोहाई गिनौसिया जुनियर स्किल कामदारलाई के गर्ने भयो एडभाइस दिएर काम सुरुवात गर्ने भयो। भनेपछि हो योबाट चाहिँ तपाईँको टिमवर्कबाट चाहिँ एउटा क्वेसन बनिन्छ धेरै जसो आएको देख्छ हामीले है। यतिमा बुझ्नुभयो कि भएन तपाईँ बुझिन्छ है। अब जाउँ 1.2 मा निहोन्नो खेन्सेचु कौजी नो सेक्कौ ताइसे जापानको कन्स्ट्रक्सन कामको सेक्कौ भनेको चाहिँ कन्स्ट्रक्सनको प्रक्रियाहरू कस्ता कस्ता प्रक्रिया हुँदैछन् कन्स्ट्रक्सन काम के गरिदो रहेछ प्रक्रिया के हुन् भन्नेसँग रिलेटेड टपिक हो। अघि हामीले टिमोको कुरा गर्यौं अहिले चाहिँ निहोन्नो खेन्सेचु कौजी कन्स्ट्रक्सन कामको सेक्कौ ताइसे कन्स्ट्रक्सनको प्रक्रिया ताइसे भनेको प्याटर्न कस्तो छ प्याटर्न त्यसको है त्यसको अन्तर्गतको भोकाबुलरी हेरौँ है त। ओके निहोन्नो ओके त्यसपछि सेक्कौ ताइसे भनेको चाहिँ निर्माण प्रणाली कस्तो छ है त्यो कन्स्ट्रक्सनको प्रणाली कस्तो कन्स्ट्रक्सन हुँदो रहेछ। एक क्युबो हुन्छ क्युबो भनेको आकार कत्रो आकारको कन्स्ट्रक्सन हुन्छ ठुलो आकारको कन्स्ट्रक्सन हुन्छ सानो आकारको कन्स्ट्रक्सन हुन्छ हैन। ठुलो आकारको कन्स्ट्रक्सनलाई हामी के भन्छौँ दाइ किबो कौजी भन्छौँ। ठुलो स्तरको निर्माणलाई दाइ किबो कौजी जस्तै एयरपोर्टहरू बनाउँछन् त्यो कसले बनाउँछ दाइ किबो कौजी हुने भयो हैन। र ताइसेई भन्छ ताइसेई भनेको संरचना है। र हाच्यु सुरु भन्छ हाच्यु सुरु भनेको संरचना बनाउनलाई फलाम चाहिएला ढुङ्गा चाहिएला इट्या चाहिएला त्यो अर्डर दिनु पर्यो नि त हैन। त्यो अर्डर गर्ने कामलाई के भन्छ हामीले हाच्यु भन्छौँ है। र सेक्कौ ताइसे अघि आइसकेको शब्द सेक्कौ ताइसे भने निर्माण प्रणाली भयो। इप्पान जिउताकु भन्छ इप्पान जिउताकु सामान्य मान्छेहरू बस्ने घरहरूलाई इप्पान जिउताकु भन्छ साधारण घर आवास हैन। र सेउकिबो भन्छ सेउकिबो भनेको सानो आकारको निर्माण हैन जस्तै सानो तपाईँ घरको आँगन बनाइदिएर हुन्छ त्यो सेउकिबोमा पर्यो। एयरपोर्टहरू बनाउने दाइ किबो पर्यो हैन। सेउकिबो भनेको घरको आँगनहरू बनाउनेलाई सेउकिबो भनौँ। र सेस्यु भनेको चाहिँ मालिक जसले घर मालिक हुन्छ नि मेरो ठेक्का दिनेको मेन मालिक भन्नु ओनर भन्नु त्यसलाई सेस्यु भन्नु हैन। र हाच्युस्या भनेको अघि जुन हाच्यु गर्ने व्यक्तिलाई हामी के भन्छौँ हाच्युस्या भन्छौँ जसले फलाम अर्डर गर्छ हैन के अर्डर गर्ला नि त कन्स्ट्रक्सन गर्नलाई हैन त्यो कन्स्ट्रक्सन गर्ने अर्डर दिने व्यक्तिलाई हाच्युस्या भनौँ। र हाच्युस्याले कहाँ अर्डर गर्छ कौमुतेनमा अर्डर गर्छ निर्माण कम्पनीमा अर्डर गर्छ हैन। र मोतो उखे भन्छ मोतो उखे भनेको मुख्य ठेकदारलाई हामी मोतो उखे भन्छौँ है। किन मेन मुख्य ठेकदार दोस्रो ठेकदार तेस्रो ठेकदार पनि भइरहेको हुन्छ नि हैन मोतो उखे भनेर बुझौँ। र खानरिस्या भन्छ खानरिस्या भनेको निरीक्षण गर्ने व्यक्तिलाई खानरिस्या भन्छौँ। सेक्केइस्या भन्छ सेक्के भनेको चाहिँ डिजाइन गर्ने व्यक्तिलाई सेक्केइस्या अथवा आर्किटेक्चर हैन। गेम्बा खान्तोकु गेम्बा ठाउँ खान्तोकु हुने सुपरभाइजर गेम्बा खान्तोकु हैन। सेन्मोन कौजी अघि आइसकेको शब्द हो सेन्मोन कौजी भनेको विशेषज्ञ काम हैन। र कोकुदो कौचु स्यो भन्छ यो चाहिँ मुख्य गरी ठेक्का कहाँबाट आउँछ त भन्दाखेरि भूमि पूर्वाधार र यातायात मन्त्रालयबाट आउने हो हैन यो मन्त्रालयको नाम हैन। र चिबौजिसी भन्छ सर्वेक्षण
विभिन्न सर्वेक्षण गरेर हुन्छ। जस्तै तपाईँको कन्स्ट्रक्सन काम गर्नु पहिले त के हुनु पर्यो, सर्वेक्षण गर्नु पर्यो नि होइन, कहाँ के गर्ने, कस्तो गर्ने, जुमेन बनाउनु पर्यो, नक्सा बनाउनु पर्ने होला होइन। कसले बनाउँछ, गिजुजुस्याले, प्राविधिक व्यक्तिले बनाउने होला होइन। र योक्यू भन्छ, योक्यू भनेको चाहिँ कस्तो कस्तो कुरा चाहना राखेको छ, उसले केही कुरा एक्सपेक्ट गरेको छ, त्यसलाई हामी योक्यू भन्छौँ, माग, आवश्यकता होइन। जिजुगेन भनेको कार्यान्वयन गर्नु, इम्प्लिमेन्टेसन गर्नुलाई जिजुगेन्सुरु भन्छौँ। र सेक्केइस्यो हुन्छ, सेक्के भनेको अघि सेक्केइस्या भनेको आर्किटेक्चर भनेको थियौँ, डिजाइनर भनेको थियौँ, त्यो डिजाइनरले बनाएको पेपरलाई सेक्केइस्यो भन्छ, डिजाइन कागजात होइन। र चुस्यो भनेको प्रचलित नामहरू हुने चाहिँ एउटा आउँछ। र सिकी भन्छ निर्देशन, जस्तै माथिल्लो तहले तल्लो तहलाई के गर्छ, सिकी गर्छ, निर्देशन दिन्छ है। यीसँग रिलेटेड शब्दहरू आए। टोटल 37 वटा शब्द चाहिँ आज हामीले युज गर्छौँ है। यो चाहिँ बुक हेर्दैन, फेरि रेकर्डेड चाहिँ हेरेर पढ्नु है त। अब जाउँ, निहोन्नो खेन्सेचु कौजी नो सेक्कौ ताइसे वा कौजी नो किबौ नि योत्ते सामाजामाना पातान्गा आरिमास। जापानको कन्स्ट्रक्सन कामको सेक्कौ ताइसे भनेको त्यसको के अरे कन्स्ट्रक्सनको प्रक्रिया चाहिँ कौजी नो किबौ नि योत्ते भनेको कन्स्ट्रक्सनको आकार अनुसार फरक फरक प्याटर्न हुन्छ अरे के। तातोएबा इप्पान तेकिना दाइकिबो कौजी, फर इक्जाम्पल मुख्य ठुलो कन्स्ट्रक्सन काम, ठुलो आकारको काम जुन चाहिँ 1.1 मा देखाएको छ, यस्तो के हुन्छ प्रक्रिया हुन्छ। यो प्रक्रिया हुन्छ 1.1 को चाहिँ ठुलो आकारको कन्स्ट्रक्सन काम हुन्छ नि होइन। ठुलो आकारको कन्स्ट्रक्सन काम चाहिँ यसरी हुन्छ अरे के, यो आधारमा हुन्छ अरे होइन। एकछिन पढ्नु है त। ओके, ठुलो आकारको कन्स्ट्रक्सन काम चाहिँ अहिले देखाएको तरिकाले हुने भयो होइन। र अर्को चाहिँ कौजिनो हाच्यु कारा सेक्को मादेनो ओकुनार, यो चाहिँ के गरिन्छ, कौजिनो हाच्यु, हाच्यु ने के शब्द बुझ्नु, अघि मैले भनेको थिएँ हाच्यु भन्ने शब्द के बुझ्नु भएको थियो, अर्डर, अर्डर है। कन्स्ट्रक्सनको अर्डर दिइसकेपछि सेक्को मादे भनेको त्यो काम गरुन्जेलसम्मको चाहिँ गरिन्छ अरे के। यहाँ अर्डरदेखि लिएर हाच्यु भनेको के चाहिने हुन् होइन, त्यो अर्डरदेखि लिएर सेक्को भनेको कन्स्ट्रक्सन कामसम्म चाहिँ यो गरिने भयो, त्यो चाहिँ दाइकिबो कौजी। दाइकिबो कौजीले के गर्छ, कहाँदेखि कहाँसम्म गर्छ भनेर सोधिन सक्छ। ठुलो कन्स्ट्रक्सन कामले के हुन्छ, हाच्युदेखि सेक्कोसम्म गर्ने भयो होइन। र इप्पान जुताको भनेको सामान्य घरहरू, निवासहरू होइन, तिनीहरू चाहिँ स्योकिबो हुनु अरे के, सानो स्केलको कौजी हुन्। यसमा के गरिन्छ, सेस्यु, सेस्यु भन्ने शब्द के होला, सेस्यु घरमुली जुन मुख्य मान्छे छ नि होइन, त्यसलाई सेस्यु भन्छ होइन। त्यो नै के गर्छ, तातेमनो तातेरु हाच्युस्या, यो नै के भइदिन्छ, हाच्युस्या हुन्छ कि। अर्डर यसै आफैले गर्छ। जस्तै हाम्रो नर्मली घर लाउने मान्छेले आफैले फलाम अर्डर दिन्छ, आफैले के हुन्छ दिन्छ नि। तर ठुलो कम्पनी के हुन्छ, छुट्टै त्यो अर्डर दिने मान्छे नै तोकिया हुन्छ भने सामान्य स्यो क्युबीमा के गर्छ भन्दाखेरि त्यो सेस्युले नै के गर्छ, हाच्यु गर्छ, अर्डर दिन्छ है। हो, यसले चाहिँ कौमु तेन नादोनी हाच्युसीमा कहाँ गर्छ, कन्स्ट्रक्सनका सामान पाइनेहरू है, त्यहाँ के गर्छ, हाच्यु अर्डर दिन्छ। र कौमी तेन वा मोतोखेतो नाते सेन्मोन्नो कौजी ग्योस्या हो खान्ने सिनागाले भनेपछि कौमोतेन भनेको त्यो कन्स्ट्रक्सन पसल हुँदैन, कन्स्ट्रक्सन कम्पनी हुन्छ नि, त्यो चाहिँ के हुन्छ, मेन ठेकदार भएर हुन्छ। त्यो चाहिँ मेन ठेकदार भएर सेन्मोन्नो कौजी ग्योस्या भनेको प्राविधिक कन्स्ट्रक्सनको व्यक्तिहरूलाई चाहिँ के गर्छ, खान्ने सिनागाले व्यवस्थापन गर्दै जुताको कौजी हो सुसुमेतिकिमास, घर बनाउने काम चाहिँ गर्छ अरे क्या यसले। भन्नु बुझ्नुभयो। कन्स्ट्रक्सन काम कति प्रकार हुन्छ, दुई हुँदो रहेछ होइन। एउटा दाइकिबो कौजी हुँदो रहेछ, एउटा चाहिँ स्योकिबो कौजी हुने रहेछ। दाइकिबो कौजीमा के हुँदो रहेछ त भन्दाखेरि हाच्युस्यादेखि सेकोसम्म चाहिँ फरक फरक हुँदो रहेछ। तर स्योकिबोमा के हुँदो रहेछ त भन्दाखेरि सेस्यु मेन हुँदो रहेछ। सेस्यु मेन छ, सेस्यु आफैमा के हुन्छ, हाच्युस्या हो। सेस्युले कसलाई हाच्यु गर्छ, कौमुतेनलाई हाच्यु गर्दो रहेछ। अनि कौमुतेन चाहिँ मेन ठेकदार जस्तो भएर अनि उसले चाहिँ के गर्दो रहेछ, सम्बन्धित प्राविधिक कौजी ग्योस्यालाई के गर्छ, व्यवस्थापन गर्दै घर लाउने काम गर्दो रहेछ अथवा अरू कन्स्ट्रक्सन कामहरू गर्दो रहेछ है। यसले यसरी बुझ्छ। अब हेरौँ दाइकिबो कौजीमा के अझै अब यसले उसले हालेकै प्रिन्ट यस्तै छ होइन। दाइकिबो कौजी ठुल्ठुलो कन्स्ट्रक्सन कम्पनीमा कस्तो काम हुँदो रहेछ, कसरी प्रक्रियागत काम हुँदो रहेछ त भन्दाखेरि नम्बर 1 हाच्युस्या हुन्छ अरे। हाच्युस्याले
के गर्छ त भन्दाखेरि त्यसले अर्डर दिन्छ है, अर्डर दिन्छ। अनि हाच्यु स्या चाहिँ कसरी अर्डर दिन्छ त भन्दाखेरि खान्ली स्यासँग र सेक्कै स्यासँग पहिला मिटिङ गर्छ उसले। खान्ली स्या भनेको के हो? व्यवस्थापन गर्ने व्यक्ति भयो। सेक्कै स्या भनेको के हो? डिजाइन गर्ने व्यक्ति भयो हैन। डिजाइन गर्ने व्यक्ति र खान्ली स्या गर्ने व्यक्तिले चाहिँ कोसँग हाच्यु स्यासँग के हुन्छ कन्सल्ट भएर एउटा ठेक्का क्रिएट भयो, काम क्रिएट भयो। र काम क्रिएट भइसकेपछि अनि उनीले के गर्ने भयो? कौजी जेन्ताइ वो मातोमेरु खाइस्या अथवा ओभरअल के अरे कन्स्ट्रक्सन काम गर्ने कम्पनीले के भयो उसले दिने भयो। त्यो कम्पनी के हुने भयो? गेम्बा खान्तोको भयो। त्यसले चाहिँ काम हुने क्षेत्रको के गर्छ? निरीक्षण गर्ने भयो, खान्तो गर्ने भयो हैन। अब यसले के हुन्छ? साना विभिन्न साना प्राविधिक क्षेत्रलाई के हुन्छ? छुट्टा छुट्टै टुरा पारेर दिने भयो ठेक्का है। त्यो छुट्टा छुट्टै प्राविधिक, कोही बत्तीको काम गर्लान्, कोही ढलको काम गर्लान्, कोही के को काम गर्लान् त हैन। ती सबै विशेषज्ञ काम भयो के। त्यसलाई हामी सेनमन कौजी ग्यौस्या भन्छौँ। सेनमन कौजी ग्यौस्या प्राविधिक कन्स्ट्रक्सनको व्यक्ति भयो हैन। र प्राविधिक के फरक हुन्छ। जस्तै के हुन्छ? टेक्किन कौजी भने फलामको काम गरिरहेछ यसले हैन। अर्को चाहिँ हाम्रो खातावाको कौजी भन्छ, त्यो फलामहरूलाई चाहिँ आकार दिने काम गर्छ यसले। तोबी कौजी, तोबी भनेको तपाईको के हुन्छ? हाम्रो ठहराउने कामहरू गरेर हुन्छ हैन। भनेपछि फरक के हुन्छ? कामहरू हुँदो रहेछ। जस अन्तर्गत यिनीहरूले के हुन्छ? सेकुच्यो। अब यो के हुन्छ? गेम्बा खान्तोले कसलाई दियो? विशेषज्ञले दियो। विशेषज्ञ पनि के हुन्छ? त्यहाँ एउटा हेड हुँदो रहेछ, त्यहाँ सेकुच्यो हुन्छ, कामको हेड हुँदो रहेछ। कामको हेडले चाहिँ के हुन्छ? फेरि कसलाई दिनेछ? साग्यौ इनलाई अराउनेछ, कामदारलाई अराउनेछ। भनेपछि अहिले हामी जान्ला कहाँ? यहाँ जान्ला साग्यौ इन हुँदैछ। भनेपछि यसरी के हुन्छ भन्दाखेरि दाइकिबो कौजी हुन्छ। यसलाई हामी के भन्छ? सेक्कौ ताइसे भन्छौँ। सेक्कौ भने कन्स्ट्रक्सन काम गर्दाखेरिको एउटा फ्रेमवर्क हो। भनेपछि सबैभन्दा पहिला हाच्यु स्या हुन्छ। हाच्यु स्याले कोसँग कन्सल्ट गर्यो? खान्ली स्या। खान्ली स्या भनेको के होला? खान्ली स्या भनेको आइन त एन्सर। आवाज सुनिरहेको छ? आज अलि आउँदैन छ होला सेन्सी, अब मिनिङहरु अघि हेरेको बिर्सिहाल्यो है। ठिक छ। खान्ली भनेको व्यवस्थापन है, व्यवस्थापन। सेक्कै स्या भनेको डिजाइनर के, डिजाइन आर्किटेक्ट हुन्छ, डिजाइन गर्छ नि। कुनै पनि ठेक्का हुन्छ, पहिला डिजाइन गर्नु पर्ने, म्यापिङ गर्नु पर्दैन, त्यो म्याप बनाउनु पर्यो नि त हैन। अनि यो गएपछि कसले दिने भयो? गेम्बा खान्तो। गेम्बा खान्तो अघि नै आएको शब्द हो। के हो गेम्बा खान्तो भनेको? सुपरभाइजर हैन है, सुपरभाइजर हो। सुपरभाइजर दिन्छ। सुपरभाइजरले के गर्छ त भन्दाखेरि विशेषज्ञ तोक्छ। विशेषज्ञ भने के हुन्छ? सेकुच्यो, कामको हेड आफू हुने भयो। त्यो कामको हेडलाई चाहिँ उसले के हुन्छ? उसले अराउने भयो। कामको हेडले के भयो? कसलाई अराउने भयो? साग्यौ इनलाई अराउने भयो, तलका कर्मचारीलाई के कामदारलाई अराउने भयो। यो चाहिँ के हो त भन्दाखेरि दाइकिबो कौजी भनेर बुझौँ है। अब यहाँ मैले फेरि दोहोऱ्याएँ, सेक्कौ ताइसे भनेको एउटा प्याटर्न हो, फ्रेमवर्क हो। कामको फ्रेमवर्क कसरी हुँदो रहेछ जापानको भन्दाखेरि दुईटा फ्रेमवर्कबाट चल्दो रहेछ। दाइकिबो कौजी र स्योकिबो कौजी भन्ने हुँदैछन्। दाइकिबो कौजी चाहिँ हाच्यु स्यादेखि लिएर तल काम सेकुच्योसम्मको काम हुँदो रहेछ हैन, त्यहाँ हुँदो रहेछ। र यिनीहरूको यस्तो फ्रेमवर्क छ भनेर बुझ्नु पर्यो। र स्योकिबो कौजी भन्छ, सानो आकारको कौजीले के गर्छ त भन्दाखेरि मेन मुख्य को हुँदो रहेछ? सेस्सी हुँदो रहेछ, घरमुली हुँदो रहेछ। त्यो घरमुलीले के हुन्छ? घरमुली आफैले के हुन्छ? हाच्यु गर्दो रहेछ, अर्डर दिँदो रहेछ उसले। त्यो अर्डर कसलाई दिँदो रहेछ? कौमुतेनलाई अर्डर दिँदो रहेछ, निर्माण कम्पनीलाई अर्डर दिँदो रहेछ। निर्माण कम्पनीले चाहिँ साना विशेषज्ञलाई चाहिँ सँग के हुन्छ? कन्सल्ट गरेर काम गर्छ। जस्तै यसमा निर्माण कम्पनी सिधै आएको छैन है, यसमा ठुलोमा छुट्टै गरेको छ। अब सानोमा के छ त भन्दाखेरि निर्माण कम्पनी नै के हुन्छ त भन्दाखेरि सानो हुन्छ। जस्तै यहाँ थोरै हाच्यु त्यसैमा चित्र लुकाएको छ। स्योकिबो कौजीमा के हुन्थ्यो त भन्दाखेरि यिनीहरू लुक्दिन्छन्, यी सबै लुक्दिन्छन्, यसमा के दिन्छ त भन्दाखेरि सेस्यो मात्रै दिन्छ, घरमुली दिन्छ। घरमुलीले के गर्छ? आफैले हाच्यु गर्छ। र कसलाई हाच्यु गर्छ त भन्दाखेरि कौमुतेनलाई हाच्यु गर्छ। कन्स्ट्रक्सन काम गर्ने पसललाई हाच्यु गर्छ, अथवा निर्माण कम्पनी भनौँ न, त्यसलाई हाच्यु गर्छ। निर्माण कम्पनीले के गर्छ? ह्यान्डलिङ गर्छ। तर ठुलोमा के गर्छ त भन्दाखेरि हाच्यु स्या छुट्टै छुट्टाइएको हुन्छ। अनि उसले चाहिँ के हुन्छ? त्यसको आधारमा के गर्छ?
काम गर्छ भन्ने हिसाबले बुझ्नु पर्यो। ओके, ठुलो निर्माण कम्पनीको हो हजुर के भन्नुभयो? यो पिक्चर चाहिँ ठुलो निर्माण कम्पनीको हो यो चित्र चाहिँ ठुलो निर्माण कम्पनी, सानोको चाहिँ सेस्यु घरमुली मुख्य हुने भयो क्या, अथवा सानसानो मेरो सानसानो काम छ भने त्यो नै मुख्य हुने भयो, सेस्यु हुने है, त्यसरी बुझ्नु है। ओके, अब छ यिनीहरूको विस्तृत कामहरू हेर्नु। हामी अघि हेरेनौँ, अब विस्तृत तिनीहरू के गर्दा रहेछन् है। हाच्युस्याले के काम गर्दो रहेछ? हाच्युस्या भनेको अर्डर दिने व्यक्ति हो, अथवा ठेक्का दिने व्यक्ति भनौँ होइन, ठेक्का गर्ने व्यक्ति होइन। हाच्युस्या, हाच्यु गर्यो उसले होइन। खेन्सेचु कौजी हो, खेन्सेचु ग्यौस्या नि च्युमन सुरुकोतो। कन्स्ट्रक्सन कामको कन्स्ट्रक्सन व्यक्तिलाई अर्डर गर्दाखेरि हाच्यु त मिल्छ, त्यसलाई हाच्यु भने भनिन्छ अरे के। सुनो हाच्यु हो ओकुनाउ सोसुकी, यो हाच्यु गर्ने, यो अर्डर दिने प्याटर्न अथवा कम्पनीलाई हाच्युस्या भनेर भनिँदो रहेछ। तातोएबा कोकुदो कौचु स्यौ या चिबौ जिजिताई भनेको फर इक्जाम्पल हाम्रो के भन्छ के भन्छ कन्स्ट्रक्सन के उद्योग व्यवसायिक के मन्त्रालय भनेको छ नि होइन, त्यो मन्त्रालय र चिबौ जिजिताई भनेको त्यहाँको स्थानीय नगरपालिका हुनु, अथवा मिनखान भनेको त्यहाँका बासिन्दाको कम्पनी आरु, अथवा कोजिन्नो हाच्युस्या अथवा व्यक्तिगत हुँदो रहेछ। भनेको हाच्युस्या को हुँदो रहेछ त भन्दाखेरि यो पनि हुँदो रहेछ, सरकार आफै हाच्युस्या हुनु रहेछ, अर्डर त सरकारले दिने भयो नि त होइन। सरकार आफै पनि हुँदो रहेछ, अथवा नगरपालिकाका सानसानो प्याटर्न पनि हुँदो रहेछन्, अथवा मिनखान भनेको स्थानीय बासिन्दा पनि के हुँदो रहेछन्, स्थानीय बासिन्दा कम्पनी पनि के हुँदो रहेछ, अर्डर दिने ठाउँमा बस्दो रहेछ, हाच्यु गर्ने ठाउँमा हुँदो रहेछ। त्यसले चाहिँ के भन्छ, मलाई यस्तो यस्तो चाहियो, यो चाहियो भनेर उसले हाच्यु गर्ने। अब ठुलो भयो भनेपछि दाइकिबो कौजीमा जाने भयो, सानो भयो भनेपछि स्योकिबोमा बढी जाने भयो होइन। अर्को चाहिँ खान्डिस्या है। कौजीका जुमुन दोरिनी ओकोनावतेरुका दोखा खाकुनिन सुरु ताचिबानो गिजु सादेश भनेको कन्स्ट्रक्सनको काम चाहिँ म्याप अनुसार भएको छ कि छैन भनेर कन्फर्म गर्ने पोजिसनको गिजुस्या हो, स्किल व्यक्ति हो यो, त्यसलाई हामी खान्डिस्या भनेको। निरीक्षण गर्ने हुने हो। निरीक्षण कस्तो हुन्छ भने म्याप अनुसारले भइरहेछ छैन भनेर कन्फर्म गर्ने पोजिसनमा भएको स्किल व्यक्तिलाई हामी के भनौँ, खान्डिस्या भनेर बुझौँ है। खान्डिस्याको काम के हो भनेर आइदेला होइन। सेक्केस्या, सेक्केस्या भनेको हामी डिजाइनर भनेको थियौँ, आर्किटेक्चर डिजाइनर होइन। हाच्युस्यानो योकिओ जिचुगेन सुर्तामेन भनेको जुन अघि अर्डर दिने ठेक्का दिने मान्छे जुन छ, अर्डर दिने व्यक्तिको चाहना बमोजिम, चाहनालाई चाहिँ जिचुगेन भनेको इम्प्लिमेन्टेसन गर्नको लागि सेक्कै तोस्यो भनेको डिजाइनर है। आर्किटेक्ट चाहिँ बनाइदिने स्किल व्यक्ति हो, नक्सा कोर्ने व्यक्ति के। सेक्केस्या भने नक्सा कोर्ने व्यक्ति है। र कौजी जेन्ताई ओ मातोमेरु खाइस्या भनेको कन्स्ट्रक्सनको ओभरअलको कम्पनी, ओभरअल है। अहिले सानसाना काम भए ती ओभरअलको एउटा सर्ट फर्मलाई हामी के भन्छौँ, जेनेकोन भनेर भन्छौँ। जेनेकोन भनेको जेनरल कन्ट्र्याक्टर, जसले ठेक्का दिन्छ है। त्यो यो बारेमा यी छुटछुटी भयो। ओभरअल कसले गर्दो रहेछ, जेनेकोनले गर्दो रहेछ है। गेम्बा खान्तोकु कौजी गेम्बा हो खान्तोकोसी सिक्की हो सुरु गिजा भनेको गेम्बा खान्तोकु भनेको काम के हो, यसको काम के हो भने कन्स्ट्रक्सनको सर्वेक्षण गर्ने हो नि त होइन, निरीक्षण गर्ने हो होइन। कौजी गेम्बा हो भने कन्स्ट्रक्सनको काम चाहिँ खान्तोकु गर्छ, निरीक्षण गर्छ। र सिकियो तोरु भनेको आदेश दिने स्किल व्यक्ति हो। यो गर, यो गर, माटो यो हाल, ढुङ्गा यो हाल भन्ला नि, त्यसलाई हामी गेम्बा खान्तोकु भन्छ। र खान्डिस्याले के गर्छ, भयो कि भएन भने हेर्दो रहेछ। तर गेम्बा खान्तोकले के गर्दो रहेछ, अर्डरै दिँदो रहेछ, यस्तो गर, यो भएन भनेर भन्दो रहेछ। र सेन्मन कौजी ग्यौस्या भनेको प्राविधिक काम गर्ने व्यक्तिहरू, छुटछुटै प्राविधिक काम गर्ने व्यक्तिहरू होला, त्यसलाई सेन्मन कौजी ग्यौस्या भनौँ। कौजी गोतोनो सेन्मन खादेश, यिनीहरू काम अनुसारका विशेषज्ञ हुन्। यिनीहरू फरक फरक विशेषज्ञ होलान्। सेकुच्योनो सिजियो सितगात्ते भनेको कामको हेडलाई हामी के भन्छ, सेकुच्यो भन्छौँ होइन। सेकुच्योको इन्स्ट्रक्सनलाई पालना गरेर फुकुसुनो साग्यो इन्गा कौजिनी ओक्रमा भनेपछि सेकुच्योको अर्डर उसले लिन्छ र विभिन्न कर्मचारीहरूसँग के गर्छ, उसले काम गर्छ। त्यसलाई हामी सेन्मन कौजी ग्यौस्या भनेर भन्न सक्छौँ है।
यो भयो 1.2 सम्मका कुराहरू भए। म आज 1.2 सम्म मात्रै पढाउने हो किन आज फर्स्ट डे हो एकैचोटि बुझ्दैन है।